हिजो मात्रै हाम्रा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले राख्नुभएको 2 स्ट्याटसमध्ये एकले चाहिँ एकदमै सकारात्मक, देश सकारात्मक बाटोतर्फ, सही बाटोतर्फ जाँदैछ भन्ने सन्देश दिन्छ हैन। देशका सरकारी संस्थानहरूलाई कसरी उठाउने कोसिस गरिँदैछ हैन, कसरी राम्रा कामहरू गरिँदैछ, यति थोरै समयमा कुन कुन चिजहरूलाई सबैभन्दा अगाडि प्राथमिकतामा राखेर काम गरिँदैछ भन्ने कुरा जनाउँछ भने तेस्रो स्ट्याटस सरस्वती हेर्दा सामान्य देखिए पनि अन्तिमका 2-3 वाक्य चाहिँ अलि गम्भीर किसिमका छन्। त्यसमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले भन्नुभएको छ, कहिलेकाहीँ देखेको र सुनेको भन्दा वास्तविकता चाहिँ केही फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ र यो पहिलोचोटि भने होइन भनेर भन्नुभएको छ। यसको चाहिँ अनेकौं अर्थहरू लाग्छ हैन। त्यसमध्ये खास कुरा चाहिँ के होला, यो यस्तो समयमा भन्नुभएको छ कि हैन, सरकारप्रति मान्छेले धेरै प्रश्नहरू ठडाइरहेका छन् हैन। अब खासमा भएको के हो यो त हामीलाई थाहा छैन हैन। खास के चाहिँ हुन सक्छ त, तपाईहरुलाई के लाग्छ? आफ्नो प्रतिक्रिया दिनु होला है त।